आज चाहिँ हामी एउटा सानो ब्लग लिएर आएको छु मैले। हामी चाहिँ रेडी भएर दिदीको छोराको बर्थडे बन्न गइरहेको थियौँ अनि मैले रेडी हुन लागेको भिडियो चाहिँ बनाएको थिएँ हैन। मिस्टेकली त्यो चाहिँ सबै डिलिट भएछ। लास्टमा यति मात्र भिडियो भएछ कि हामी त्यहाँ पुग्न लागेको भिडियो मात्र के। मम्मीलाई सन्चो नभएर अनि फुपूसँग मैले चाहिँ जानु पर्यो है। जता पनि मैले जानुपर्ने। कहिलेकाहीँ त यस्तो गर्मीमा कहाँ दिक्दार लाग्छ नि। हेर्दै गर्दा हाम्रो ठुलो बुवालाई देखेँ अब यसलाई ढोक गर्नु पर्यो। अनि ठुलो बुवाको आशीर्वाद नै राम्रै थियो हैन। ठुलो बुवाको आशीर्वाद दिसेको। अब चाहिँ हामी घरभित्र लाग्यौँ। मान्छेहरू चाहिँ धेरै आएको रहेछ अनि हामीहरू चाहिँ घरको धेरै चाँडै नै अगाडि गइहाल्यौँ। सबैभन्दा कान्छो मान्छे परियो। सबैलाई ढोक गर्दै जाँदा ठिक्क छ क्या मलाई त। यता चाहिँ हाम्रो दिदी भेट्यौँ है। वेलकम वेलकम भाग्य मान्छेमा आइस न हाम्रो दिजु। यता चाहिँ दमाया बजाइरहेको यता चाहिँ मण्डप रेडी भइरहेको छ बाबुको बत्ती बन्दाउको लागि। सबैजना आइसकेको छ दिजूहरू है। अरू चाहिँ घरभन्दा बाहिरको चाहिँ कोही नै आएको छैन। भर्खर रेडी भइरहेको थियो। हामीले चाहिँ अब अल्छी लाएर बाहिर ठुलो बुवा अनि फुपूजीमाहरूको गफ सुन्नलाई बाहिर गयौँ। अनि धेरै भोक पनि लागिसक्यो थियो। बिहानदेखि केही खाएको थिएन। अनि यता चाहिँ हामीले मुलाको अचारसँग अनि थोरै सेलरोटी टपुरी खायौँ। बाहिर जाँदाखेरि चाहिँ सबैजना एकै ठाउँमा बसेर बाबुको भिडियो बनाइरहेको रहेछ। अनि मैले यही मौकामा मैले पनि बनाएँ। अनि बाबुको चाहिँ यता कपाल काट्न तयारीमा। उहाँ दुइटा चाहिँ बाबुको फुपू होइसक्दो रहेछ। अनि उता चाहिँ मामा हाम्रो दाइ। अब मामाले कपाल काटिदिनुपर्छ नि त यसमा। दाइलाई नै हतार छ के। फेरि यता यो बाबुलाई यो कपाल काटेर अनि फेरि उता बागमारा भन्ने ठाउँ छ गाउँ। अनि त्यहाँ गएर फेरि दुईवटा अरू बाबुको फेरि दुईवटाको बर्थडे भन्छ कि फेरि त्यहाँ जानुपर्ने छ क्या। त्यो दाइको कलाइसक्यो। हतारमा यता काम सकाएर फेरि उता बागमारा जानुपर्ने छ क्या। फेरि त्यहाँ पनि मामा दादा मात्र हो। अरू कोही मामा छैन अहिले। सबै कोही विदेश कोही काठमाडौँ कोही कता। यहाँ घरमा एभाइलेबल भएको मामामध्ये एउटा दादा मात्र रहेछ अहिले। सबैको घरमा होला कि हाम्रो घरमा मात्र होला यो काम सकाउनुभन्दा फर्स्टमा यो फोटो सेसन हुने कि। गाइस 10-15 मिनट त यो फोटो नै क्लिक गऱ्यो होला यार। यस्तो गर्मी छ नि यहाँ। आफ्टर फोटो सेसन पछि बल्ल बाबुको कपाल काट्न तयारी भयो। उहाँ चाहिँ उता चाहिँ दिदी भिनाजु अनि उसको छोरा हो उहाँ। फेरि यहाँ छिटो भ्याएर आधी फेरि उता गाउँ जानुपर्ने छ। उता पनि दुईवटा बाबुको बर्थडे बन्छ। यो चाहिँ हाम्रो दादाको छोरा पुन्टु। पुरा ह्यान्डसम भएर बसेछ आज। अब चाहिँ यसको कपाल काट्नलाई रेडी भयो। फाइनली हाम्रो बाबुको लुक चाहिँ यस्तो टक्ले भयो है। अनि यता चाहिँ अब पूजा सुरु हुन थाल्यो। अनि हामी चाहिँ अब लाग्यौँ बागमारातिर। गाइज यो चाहिँ हाम्रो टिकापुर बसपाक जाने बाटो है। यो चाहिँ हाम्रो मेन हाइवे। अनि यो चाहिँ राइटमा हामी देख्नुभएको चाहिँ पेट्रोल पम्प हो। अनि उता चाहिँ एयरपोर्ट छ। हामी चाहिँ 4 जना फुपू अनि हाम्रो फुपू जिजुमा अनि हाम्रो ठुलो मम्मी अनि म चाहिँ हामी एउटा अटो लिएर हामी चाहिँ लाग्यौँ बागमारातिर। अनि यो देखिराख्नु भएको चाहिँ हाम्रो टिकापुर बस पार्क हो। यताबाट 15-20 मिनट लाग्छ होला त्यहाँ घर पुग्न चाहिँ। उहाँ चाहिँ मेरो फुपू यताको फुपू जिजुमा। फुपू जिजुमा अनि ठुली मुवा चाहिँ आफ्नो दुःखहरू सेयर गर्दै होइसिन्छ हैन। अब त्यही त हो भेट्यो भने पुराना कुराहरू याद आउने सबै कुरा एकै ठाउँमा। मलाई त फेरि एकदम अल्छी लाग्छ है यस्तो कुराहरू सुन्न। हामी चाहिँ फाइनली अस्नेरी चोक भन्ने ठाउँमा आइसक्यौँ। अनि
अनि दादाले चाहिँ यो चोकबाट मलाई राइट लाग भन्छौँ अनि हामी चाहिँ राइटमा लाग्यौँ होइन। तर गाइस हामी चाहिँ कता गयौँ के लास्टमा जानुपर्ने चाहिँ यता लेफ्ट रहेछ है। अब फुपूजीमा चाहिँ फर्स्ट टाइम आफ्नो नातिनीसँग आएको, नातिनीले कता लग्यो है। लास्टमा चाहिँ दादा नै लिन आउनु पर्यो कि हामीलाई चोकमा। अनि लास्टमा चाहिँ दादा नै लिन आएको क्या हामीलाई चाहिँ, नत्र भने हामी यो गाउँमा कता डुलेर बस्छ दिनभरि थाहा नै थिएन। फाइनली हामी चाहिँ त्यो बत्तीबन भएको घरमा पुग्यौँ। अनि यता पनि यो दिदीको 2टा छोराको बत्तीबन भइरहेको हो। अनि बिचमा चाहिँ मैले भिडियो बनाएको रहेछु होइन, तर क्लिक गर्नै बिर्सेछु कि। यता पनि दादा हामीभन्दा अगाडि नै आइसकेको थियो भाउजू। अनि उहाँले चाहिँ बाबुको कपालहरू काटेर अनि सबै यहाँ भइसकेको रहेछ। अब यिनीहरूलाई भिक्षा माग्न पर्छ नि त बत्तीबनमा। उनी चाहिँ भिक्षा माग्नको लागि रेडी भइरहेको छ। फेरि यता सकेर फेरि पहिला जुन बाबुकोमा गएको थियौँ त्यहीँ जानुपर्ने छ। गाह्रो छ हामीलाई, गाह्रो छ कहाँ पुगिसक्नु यस्तो घाममा। यस्तो घाम छ नि। आजभोलि कस्तो बिर्सिनु भएको छु नि होइन। भिडियो बनाउँछु क्लिक गर्नै बिर्सेछु के गाइजहरू होइन। उता मामा फर्काउन गइरहेको छ। भान्जाहरू चाहिँ कता पुगिसक्यो भान्जाहरू चाहिँ। दादाले फर्काएर लिएर आइसिन्छ। यता चाहिँ हाम्रो सबैजना फर्काएर पनि लिएर आइसक्छ दादाले। भिक्षा मागिसक्यो भने चाहिँ यो टिका लगाइदिउँ। हामीले चाहिँ जान हताएको थियो, त्यही भएर हामीले चाहिँ छिटो टिका लगाइदिउँ। मैले चाहिँ भिडियो बनाउनु बिर्सेँ फेरि। अनि यता चाहिँ हामी थोरै खाना खायौँ। फेरि हामी चाहिँ पहिलाको बाबुको घरमा रिटर्न भयौँ भने यता चाहिँ लाखबत्ती सुरु भइसकेको रहेछ। अनि बाबुले भिक्षा पनि मागिसकेको रहेछ, सबै सकिसकेको रहेछ। लास्टमा लाखबत्ती मात्र बाल्ने बेला हामी घर पुग्यौँ है। के गर्ने ढिलो भइसक्यो। यही बिचमा हामीले ठुलो मम्मी फुपूसँग बसेर हामी थोरै टिकटक बनायौँ। यता चाहिँ सबैजना त्यो लाखबत्ती बालेको ठाउँमा वरिपरि घुम्दै होइसिन्छ होइन, पूजा गर्दै होइसिन्छ। म चाहिँ यताबाट भिडियो बनाउँदैछु। यस्तो घाममा त्यो आगोको अगाडि फेरि गयो भने त म त्यहीँ बेहोस हुन्छु होला। त्यही भएर भिडियो मात्र बनाएँ मैले। साढे 5-6 बन्दैसक्यो राति। यता चाहिँ मेरो फुपू जुत्ता लाउँदै होइसिन्छ। लगभग हामी लास्टतिर पुगिसक्यौँ। सकेर हामी चाहिँ टिका लगाएर घरतिर लाग्यौँ। हजुरहरूलाई यो भिडियो के कस्तो लाग्यो सुझाव सल्लाह दिनु होला। यो मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।